सुपरस्टार खेलाडी सन्दीप लामिछानेको विराटनगर किङ्सले नेपाल प्रिमियर लिग एनपिएल सिजन 2 मा पहिलो हार बेहोरेको छ। बुधबार भएको खेलमा चितवन राइनोजले दिएको 175 रनको लक्ष्य पन्छ्याएको विराटनगर 16 ओभर 5 बलमा 126 रनमा समेटियो। यो हारसँगै विराटनगरको अपराजित यात्रा टुङ्गिएको छ। विराटनगरका लागि मार्चेन डी लाङले सर्वाधिक 39 रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। प्रतिशत जीसी 30 र साम हिजेटले 22 रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। बलिङमा विराटनगरका रञ्जित कुमार नायक बन्ने 4 ओभर बलिङ गरेका रञ्जितले 21 रन खर्चेर 5 विकेट लिएका थिए। कमल सिंह एरी 2, सोहिल तनवीर, सैफ जैब र कप्तान कुशल मल्लले 1-1 विकेट लिएका थिए। यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित 20 ओभरमा 4 विकेट गुमाउँदै 174 रन बनाएको थियो। चितवनका लागि रवि बोपराले सर्वाधिक 65 रन बनाए। उनले 38 बलमा 3 चौका र 4 छक्का प्रहार गरे। कप्तान कुशल मल्ल 20, सैफ जैब 32, दीपक बोहरा 5, डबिङ मल्लान 17 र देव खनाल 28 रनको योगदान दिए। बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मार्चेन डी लिङले समान 2 तथा शुभम रञ्जेलले 1 विकेट लिएका थिए।